धर्मको सेवा पूजाको विधि विधान सिकौँ भन्ने यो प्रोग्राम अथवा यो भिडियोलाई हेरेर बसिरहनु हुने सम्पूर्णमा सेवाहरू भन्न चाहे। म रामकुमार सिंह थिबे बेलायतबाट। र गएको एपिसोडमा अथवा गएको श्रृङ्खलामा मैले दियो कलाश कसरी स्थापना गरिन्छ, थेबायुमा हिमाङको दियो कलाश कसरी स्थापना गरिन्छ र यसको अर्थ के हो, दियोको अर्थ, कलाशको अर्थ, थालको अर्थ, चामलको अर्थ र धूप बाल्नुको अर्थ, यी कुराहरूको विस्तृत जानकारी दिएँ। र अहिले त्यतिखेर नै मैले भनेको थिएँ नेक्स्ट एपिसोडमा चाहिँ मैले यो पत्ता राख्ने अथवा लासो राख्ने, तीनवटा लासो राख्ने, एउटा उल्टो र दुईटा सुल्टो गरेर चाहिँ लासो राख्ने हाम्रो विधि विधान अनुसार त्यो छ। त यो लासो राख्ने, युक्ना राख्ने भन्ने कुराहरू, यो पत्ता किन राखेको, पत्ता अब युक्ना नि पत्ता, यो लासो जुन चाहिँ खाना चढाउने ठाउँ पनि के अरे पत्ता किन भन्ने कुरोमा चाहिँ सृष्टिमा हाम्रो जुन सृष्टि भयो र त्यो सृष्टिमा चाहिँ हामीमा कुनै थाल थिएन, बटुको थिएन, पकाउने कुनै चिज नभएकोले गर्दाखेरि, थाल बटुको नभएकोले गर्दाखेरि पत्ता नै अछ्याउने, पत्तामै बस्ने, पत्तामै सुत्ने, जङ्गलमा बस्ने र पातमै खानाहरू खाने इत्यादि भएकोले गर्दा त्यो सृष्टिको नीति र नियमलाई अझैसम्म हामीले नछोडेको जस्तो लाग्छ। त्यहीलाई नै पछ्याएर ल्याएको जस्तो चाहिँ लाग्छ मलाई। तर मुन्दुममा चाहिँ पक्का किन पत्ता अछ्याइन्छ भन्ने कुरो चाहिँ उल्लेख पाएको छैन मैले। र यो तीनवटा पत्ता हामीले जस्तै आफ्नो आफ्नो सेवा पूजामा छ। जस्तै युमालाई हामीले लासो राखेर जुन माङ्जा दिँदाखेरि हामीले 7 ठाउँ राखेर दिन्छौँ, 7वटा लासो राख्छ। र हिमाङलाई 9वटा लासो राख्छ र थेबालाई 8वटा राख्छ। र यिनीहरू किन 7वटा र 8वटा राखेको हो भन्ने कुरो सायद मैले अर्को यो लासो एउटा उल्टो र दुईटा सुल्टो राख्नुको कारण चाहिँ अलिकति लामो छ। हजुरहरूलाई सायद बोरिङ होला, बोरिङ नहुनको लागि म छिटो भन्दै जान्छु। बुझ्नु भएन भने हजुरले कमेन्ट गर्नु होला, बुझेन फेरि एकताल भनिदिनुहोस् न भन्नु भने म फेरि आउने कोसिस गर्छु। र यो एउटा उल्टो राख्नु कारण चाहिँ के हो भने हजुरहरूले देख्नु भएको छ, यो उल्टो हो र यतापट्टि सुल्टो हो। यो केराको पत्ता हुनुपर्ने तर केराको पत्ता नभएर मैले अर्कै पत्ता चलाइराखेको छु। र यो सबभन्दा मुनि पहिलो चाहिँ एउटा उल्टो बनाएर राखिन्छ र त्यो माथि दुईटा सुल्टो बनाएर राखिन्छ र त्यहाँ माथि माङ्जा राखिन्छ। अब त्यसको मतलब के हो त भन्दा, एउटा उल्टो बनाउनुको मतलब चाहिँ सृष्टिमा पोरोक्नी यम्भामी माङले चाहिँ मानिसको सृष्टि गर्दाखेरि सबभन्दा पहिला पञ्चतत्त्वबाट बनाउनु भएको थियो। 5वटा तत्त्व, सुन चाँदी, एकदमै राम्रो सुन चाँदीदेखि लिएर महँगो पञ्च धातुबाट चाहिँ मानिस बनाउनु भएको थियो। र मानिस बनाउँदाखेरि उहाँले चाहिँ मानिस त बनाउनु भयो, सास पनि लगाउनु भयो, मानिस पनि भयो, सबै चिज भयो। तर लास्टमा के चाहिँ हुन सकेन भन्दाखेरि एकहोरो मात्रै भयो। जस्तै हलौ भन्दाखेरि हलौ मात्रै भन्ने भयो, त्यहाँदेखि हु
भन्ने सबभन्दा पहिला हलौ भन्दा नि सबभन्दा पहिला हाम्रो मुन्दुममा चाहिँ हु भनेर बोलाउनु भएको थियो। अनि हु भनेर बोलाउँदाखेरि त्यो मान्छेले हु त भन्यो, त्यहाँभन्दा अर्को केही पनि भनेन। मतलब बात आदान प्रदान भएन, सिधै एकहोरो हु मात्रै भयो। हो यसैले गर्दाखेरि उहाँले त्यत्रो पोरक मियम्बा मिमाङले चाहिँ त्यत्रो सृष्टिकर्ताले चाहिँ त्यत्रो दुःख गरेर बनाउँदा पनि त्यो नहुँदाखेरि चाहिँ उहाँलाई रिस उठेर त्यो मान्छेलाई निकालेर फ्याँकिदिनु भयो, जमिनमा फ्याँकिदिनु भयो। तर जमिनमा फ्याँकिदिँदाखेरि त्यो मान्छेको त सास पसिसकेको थियो, एउटा जीवित मानिस नै थियो र ऊ चाहिँ त्यो फ्याँकिदिँदाखेरि रिसले 7 पताल तल भासिएर जानुभयो। 7 पताल भासिएर गएपछि फेरि फर्केर त्यही ठाउँमा आउनुभयो। त्यही ठाउँमा आउँदाखेरि चाहिँ लो मलाई मान्छे बनाइस्, मान्छे बनाएपछि मलाई सास पनि लगाइदिस्, तर अहिले मलाई हेला गरिस्, मलाई चाहिँ फ्याँकिस्, मलाई दुःख दिस् गर्दाखेरि मलाई पनि मेरो भाग चाहिन्छ, म पनि जिउनु पर्यो, म पनि खानु पर्यो, मलाई पनि चाहियो भन्दाखेरि चाहिँ पोरक मियम्बा मिमाङले चाहिँ त ताल खिसिए होइन, अब मरिस, त मान्छे भइनस्, त एउटा सियापिया जस्तो भइस्, एउटा नकारात्मक शक्ति भइस्, सकारात्मक होइन नकारात्मक शक्ति भएकोले गर्दाखेरि तँलाई चाहिँ हरेक सेवा पूजामा त्यो पत्ता चाहिँ उल्टो बनाएर राखेर सेवा पूजा गर्छन् है भनेर चाहिँ पोरक मियम्बा मिमाङले आशीर्वाद दिएकोले गर्दाखेरि त्यो पत्ता एउटा पत्ता चाहिँ उल्टो बनाएर राख्नुको मतलब चाहिँ उसको भाग दिएको हामीले। त्यसले गर्दाखेरि जुन सुल्टो बनाएको चाहिँ दुईटा चाहिँ त्यसपछि पोरक मियम्बा मिमाङले चाहिँ अब केही सिप नलागेर अब कसरी बनाउने त, मानिसको उत्पत्ति कसरी गर्ने त भनेर तागेरा निवा बुमाङलाई चाहिँ सोचेर एकदमै उहाँसँग चाहिँ अब एउटा सपनामा अथवा सपनामा या भेटेर नै उहाँले सोध्नुभयो अनि कसरी बनाउने त, मानिसको सृष्टि कसरी गर्ने त भनेर भन्दाखेरि तागेरा निवा बुमाङले यस्तो यस्तो तरिकाले गर्नु, सेमिक्ला खापु पमिक्ला खापु वेट यिनीहरू मिसाएर चाहिँ यो सृष्टि गर्नुपर्छ, किनभने मानिस एक दिन बिलाएर जाने हो गर्दाखेरि त्यही बिलाएर गएकै ठाउँबाट चाहिँ बिलाउने चिज नै बनाउनु पर्छ। सुन चाँदी त बिलिने कुरो आउँदैन। त्यसले गर्दा यो खरानी र लेउ पानीको लेउहरूबाट चाहिँ मानिस सृष्टि गर्नुपर्छ भनेर चाहिँ उहाँले तागेरा निवा बुमाङले भनेपछि पोरक मियम्बा मिमाङ चाहिँ फर्केर आएर त्यो सेमिक्ला खापु पमिक्ला खापुबाट चाहिँ मानिसको सृष्टि गरेकोले गर्दाखेरि त्यो मानिसको सृष्टि भएकोले गर्दा त्यसलाई चाहिँ हामीले दुईटा सुल्टो बनाएर राखेर त्यो सामलाई चाहिँ हामीले दिने माङ्जा दिने गर्ने गर्छौँ। र यो सेमिक्ला खापु पमिक्ला खापुबाट मानिसको सृष्टि कसरी भयो, त्योभन्दा पहिला सुन चाँदी पञ्चतत्व पञ्चधातुबाट बनाएको मानिस कसरी के भयो, किन भएन, यी कुराहरू जान्न हजुरलाई इच्छा छ भने सावायाङ मुन्दुम मेरो मुन्दुम च्यानलमा सावायाङ मुन्दुम च्यानलमा गएर हेर्न सक्नुहुन्छ, त्यहाँ विस्तृत जानकारी पाउन सक्नुहुन्छ भन्दै म धेरै लामो गन्थन गर्दिनँ। यो 3वटा पत्ताको मतलब चाहिँ दुईटा पत्ताको मतलब के हो र एउटा पत्ताको मतलब के हो, यति कुराहरू हजुरहरू समक्ष मैले विस्तृत जानकारी राखेँ। यसमा हजुरहरूलाई अझै योभन्दा हजुरहरू
लाई धेरै थाहा छ या धेरै मुन्दुमहरू स्टडी गर्नुभएको छ भने त्यो पनि राखिदिनु होला। अनि मुन्दुम भनेको एकदम छोटो छ, त्यही छोटो मुन्दुमभित्र चाहिँ सम्पूर्ण सृष्टि अल्झिएको छ। त्यसलाई धेरै अनुसन्धान गर्नुपर्नेहरू हुन्छ। जति अनुसन्धान गर्यो, जति रिसर्च गर्यो, उति धेरै लम्बिएर जाने हो। त्यसले आजको लागि म बिदा चाहन्छु र बिदा लिनुभन्दा पहिला राम्रो भयो नराम्रो भयो कमेन्टहरू गरिदिनुहोस् र त्यही कमेन्टबाट नै मेरो हौसला बढ्नेछ। मैले पहिला पनि भन्थेँ अनि अहिले पनि भन्ने गर्छु, कमेन्ट हजुरहरूले गर्दाखेरि नहिचकिचाइकन गरिदिनुहोस्। राम्रो पनि गरिदिनुहोस्, नराम्रो पनि गरिदिनुहोस्। आफ्नो मनमा जे लाग्छ, जे बुझ्नुहुन्न त्यही गरिदिनुहोस्। किनभने राम्रो कमेन्टले मलाई हौसला मिल्छ भने नराम्रो कमेन्टले मलाई सुधार्ने मौका मिल्छ। यसैले गर्दा यस्तै कुराहरू चाहिँ म अब आउने एपिसोडतिर अथवा अर्को उसमा चाहिँ हजुरहरूको लाइक सेयर कमेन्टलाई हेरेर म अगाडि बढ्ने मेरो हौसला आउनेछ। र अब हजुरहरूको सेयर लाइक कमेन्ट र सब्सक्राइबको आशा लिँदै हजुरहरूबाट बिदा लिन चाहन्छु। तागेरा निवाबु माङले सधैँ रक्षा गर्नु।